सरकारले के दिन सकेन भन्दा पनि के दियो भनेर क्वेसन गर्नुस् न के चाहिँ दियो आजसम्म केही दिएको हजुरले देख्नु हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ होइन होइन स्वतन्त्र चाहियो तपाईको नि राजा हुनु पर्यो उहाँको नि हुनु पर्यो उहाँको नि हुनु पर्यो एमालेको राजा हुनु भएन कांग्रेसको राजा हुनु भएन गणतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ राजनीति खाली गर खाली गर खाली गर राजनीति खाली गर खाली गर खाली गर खाली गर खाली गर चोर नेता मुर्दाबाद चोर नेता मुर्दाबाद चोर नेता मुर्दाबाद 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 हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।
भन्दै नारा लगाइरहनु भएको छ हैन राजा चाहिँ किन ल्याउनु पर्छ त नेपालमा राजा चाहिँ अब हाम्रो देशमा धेरै अशान्तिहरू मच्यो अब शान्ति चाहिएको छ हामीले एकदम धेरै दुःख झेल्न परिसक्यो अब राजा आएपछि सब ठिक हुन्छ भन्ने जनताको मनमा परिसरमा परिसक्यो अहिलेको सरकारले के दिन सकेन हजुरले राजा आएर के दिन्छ जस्तो लाग्छ सरकारले के दिन सकेन भन्दा पनि के दियो भनेर क्वेसन गर्नुहोस् न के चाहिँ दियो आजसम्म केही दिएको हजुरले देख्नु अब राजाबाट हजुरले के आश गर्नु भएको छ राजाबाट चाहिँ अहिलेको विकृतिहरू सब हट्छ शान्ति आउँछ नेपाली जनताले चाहिँ जस पहिलाको जस्तो जीवन जिउन पाउँछ भन्ने कुरा मलाई लागिरहेछ अनि के हजुरलाई राजा आउन त्यति सजिलो सम्भव छ जस्तो लाग्छ राजा आउने भन्दा पनि तपाईँ हामी जनताले लिएर आउने कुरा हो होइन अब जनताहरू तपाईँको 80% जनताहरू सडकमा उत्रिसकेका छन् सबैलाई राजाको चाहना भइसकेको छ होइन राजा आउने होइन तपाईँ हामीले मिलेर ल्याउने हो के अब राजा लगभग आइसक्नु भयो यो सुरुवात हो राजा आइसक्नु भयो अनि राजा आफ्नो घरमा आइसक्नु भयो राजालाई राजा आउने राजाले ल्याउने होइन के जनता अब यो राजा अब आइसक्नु भयो यो भ्रष्ट सरकारदेखि अति भइसक्यो यो भ्रष्टाचार फाल्नको लागि र यो संहिता खारेज गर्नको लागि हामीलाई राजस्व अपरिहार्य भएको हुनाले हामी नेपाली जनताले ल्याउने हो राजा राजा कहिले पनि चुनाव लडेर आउने होइन राजाको देश हो राजा चुनाव लड्ने होइन राजा आफै स्वार्थ रूपमा सोचपूर्त साथ हामी जनता उत्रेका छौँ शुद्ध राजालाई ल्याएर राख्नेछौँ जुन हाम्रो नेताहरूले भन्नुभयो राजाले चुनाव लड्ने रे राजाले चुनाव चाहिँ कोसँग लड्ने पुरै देशै राजाको हो त होइन यो देश राजाको हो नि राजाले चुनाव चाहिँ कुन कुनामा गरेर लड्ने त्यो चाहिँ नेताहरू समक्ष चाहिँ यो क्वेसन हो मेरो के राजाले कोसँग लड्ने र कहाँ लड्ने त्यो चाहिँ उहाँहरूले एन्सर दिनु पर्यो अहिले नेपालको 3टा ठुल्ठुला दल अनि धेरै ठुल्ठुला दलहरू मिलेर चाहिँ अब यसको रोक्ने भनिरहनु भएको छ कसरी आउँदो रहेछ हेरौँला भन्ने जस्तो प्रतिक्रिया आइरहेछ नेताहरूबाट के भन्न चाहनुहुन्छ त्यसको जसरी राजा उहाँहरूले देश विदेशी शक्तिले राजालाई कसैले पनि नेपाली जनताले राजा फालेको होइन यो कुरा नेताहरूले बुझुन् नेताहरूले राजा फालेको होइन यो देश विदेशी शक्तिले लगाएर राजालाई फालेको हो अब हामी नेपाली जनताले राजालाई सिंहदरबारमा लगेर राख्नेछौँ दरबारमा लगेर राजालाई राख्नेछौँ यो सबै भ्रष्टाचार गर्नको लागि र यो संहिताले हाम्रो देश खाइसक्यो उनीहरूलाई सबै भ्रष्टाचार गर्नको लागि राजा फालेको हो भ्रष्टाचारबाट हामी अब हुनैसक्यो हामी अब सहन सक्ने छैनौँ जनता सहन सक्दैन संस्था रोडमा आइसक्यो अब राज संस्था एकदमै अवश्य हुनेछ हस् धन्यवाद भनेपछि स्वतन्त्र राजा चाहियो स्वतन्त्र राजा दलबाट प्रतिनिधित्व गरेको होइन 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 स्वतन्त्र चाहियो तपाईँको नि राजा हुनु पर्यो उहाँको नि हुनु पर्यो उहाँको नि हुनु पर्यो एमालेको राजा हुनु भएन काङ्ग्रेसको राजा हुनु भएन भन्नु भएन अहिलेको राष्ट्रपति त काङ्ग्रेसको राजनीतिक दलका व्यक्तिहरूले विशेष गरी भनौँ न अब हिम्मत भएदेखि त पार्टी छँदैछ राष्ट्रमा चुनाव लडेर आए भइगयो त राजा बने पनि भयो राष्ट्रपति बने नि भयो भनेर चुनौती नै दिइराख्नु भएको सानोमा हामी खेल्थ्यौँ 5-6 जना मिल्यो कसलाई राजा बनाउनु भन्थ्यो हो त्यसरी हुनु राजा चुनाव लड्ने हो र चुनाव लड्ने त राजनैतिक दल लगाएर तपाईँ हामीले पाए लड्यो हुन्छ राजा चुनाव लड्ने होइन चुनाव लडेर राजा आउने होइन राजा भनेको नियो अहिलेको संविधानले त अब चुनाव लडेरै बहुमत भइआएर संविधान संशोधन गरेर राजा बनाउनु पर्ने अवस्था भयो यो संविधानै काम छैन त मैले भनेपछि अब संविधानै खारेज गरेर 47 राजा पनि स्थापित हुनु पर्यो 47 साल संविधान 47 सालको संविधान स्वीकार छन् त धेरैले विरोध गर्छन् अब नस्वीकार्नु अहिले नस्वीकार्नु आगो स्वीकार्नु 3 वर्षपछि स्वीकार्नु अरू राजनीतिक पार्टी त कहाँ 28 सालदेखि चाहिँ आधार सत्तामा बस्या होइन त्यो भन्दै गर्दा त राजाको नियो त ढल्ने भयो नि त फेरि वृद्ध अवस्थामा हुनुहुन्छ पूर्व राजा ज्ञानेन्द्र शाह त्यसै गरी पूर्व राजकुमार पारस शाह हेर्नुहोस् त पटक 5 पटक घटना गाइसक्यो जितेन्द्र शाह छैन रिजेन्द्र शाह हुनुहुन्छ र हजुर
भिडेन्द्र शाहलाई राजा बनाउन कुन ठुलो कुरो गर्यो तपाईँ हामीले चुने हुन्छ ल तपाईँ राजा भइस भनिदिनु राजा चुनाव लडेर आफ्नो होइन जे कुरा पनि जनताले चाह्यो भने हामीले बाउ हो कि होइन भनेर चाहिँ कसैले चाहिँ वरपरको छिमेकीले सोध्नु जानुपर्ने बाउ यो हो कि होइन भनेर छिमेकीले सोध्नु जस्तै राजाले चुनाव लडाऊ भन्नु त्यस कारण राजाले चुनाव लड्नै पर्दैन राजा स्वयं राजा हो राजाले यी दलहरूलाई यिनीहरूले गरेको क्रियाकलापलाई नियन्त्रण गर्नको लागि ओभर त्यसलाई चाहिँ के भन्छन् त्यसलाई चाहिँ हेर्नको लागि उनीहरूले गरेको क्रियाकलापलाई समय अनुकूल बनाउनको लागि राजा अपरिहार्य हो राजा नभएको कारणले गर्दाखेरि आज देशमा जुन विकृति फैलिरहेको छ हामीले के भन्नु पर्यो तपाईँहरू सञ्चार माध्यम सञ्चार जगतलाई प्रष्ट छ नि यो कुराहरू तर सञ्चार जगत आफै बोल्दैन सञ्चार जगत आफै बोल्दैन अब नबोलिसकेपछिको अवस्था के छ भने आम जनताहरूलाई सडकमा आएर दुःख तिर्नुपर्ने अवस्था आइरहेको छ त्यो नै मुख्य कुरा यति बेला तपाईँहरूले राजालाई स्वागत गर्नको निम्ति त्रिभुवन विमानस्थलमा आउँदै गर्दा हजारौँ जनतालाई यहाँ सवारी आवागमनमा यहाँ चाहिँ अप्ठ्यारो परेको छ भन्ने मान्नुहुन्छ तपाईँ मान्दैन किनभने यी जनताहरूलाई कसैले पैसा र मासुभात खुवाएर लिएर आएको जनतै होइन स्वतः स्फूर्त जनताहरू हुन् यिनीहरू राजा चाहिन्छ भन्ने आम अन्तरात्माबाट जागृत भएर आएका यी जनताहरू हुन् हामीले कसैले पनि आऊ तिमीहरू आइदेऊ मासुभात खाउँला खाजा खुवाउँला गाडी चढाएर पठाउँला गाडी लिएर पठाउँला भनेर लिएर आएको यो जनमानस होइन स्वतः स्फूर्त भेला भएको यी जनताहरू हुन् यी महानुभावहरू हुन् जसले चाहिँ राजा चाहिन्छ यो देश बिग्रिन लागिसक्यो राजा आऊ कमसेकम तिमी आएर अभिभावकत्व ग्रहण गरिदेऊ यसलाई चाहिँ बिग्रिरहेको यो व्यवस्थालाई चाहिँ सम्हालिदेऊ भनेर यी आम जनताहरूको भावना बोकेर यहाँ आउनुभएको हो यहाँ मासु भात खुवाएर पैसातिर ल्याएकै जनताहरू यहाँ हुनुहुन्छ त्यस कारणले गर्दाखेरि जहाँसम्म मलाई लाग्छ तपाईँले पनि अघि नै भन्नुभयो पूर्व राजा भन्नुभयो राजा कहिले पूर्व हुँदैन हाम्रो बाउ पूर्व हुन्छ राजा पूर्व हुँदैन तपाईँले भन्नुभयो अमेरिकन स्टेटमेन्टले पनि के भन्छ भने अमेरिकाको हरेक गएको प्रेसिडेन्टहरूलाई पूर्व प्रेसिडेन्ट भन्दैन मिस्टर प्रेसिडेन्टै भनेर भन्छ भने हाम्रो राजालाई चाहिँ किन पूर्व भनेर भन्छ यिनीहरूले पूर्व त यिनीहरू हुन्छन् पूर्व भनेको तिनीहरू हुन्छन् पूर्व प्रधानमन्त्री हुन्छ पूर्व आइजिपी हुन्छ पूर्व सेनापति हुन्छ राजा पूर्व हुँदैन राजा चाहिन्छ जनतालाई राजा चाहिएको छ राज संस्था चाहिएको छ त्यसको लागि आम जनताहरू यहाँ भेला ल्याउनुपर्छ यो तीन दलको बदमासीले यो तीन दल काङ्ग्रेस एमाले माओवादी भ्रष्टाचार चरमसीमा नागेकोले यो देशमा संवैधानिक राज संस्था राजा ज्ञानेन्द्र सिरपेट लाएर बस्ने संवैधानिक राज संस्था होइन इनका बाउको चाहिँ केही लाग्दैन इनका अब मैले शब्द बोलेको हो इनका बाउले अब कुनै हालतमा छैन जनता उर्लिसक्यो अब जनताले अब काया पलट गर्छ अब यो आजै नभनौँ आजको लक्षणबाट आज यो फागुन 25 गतेको लक्षणबाट नयाँ वर्षसम्म 2082 सम्म यो देशमा राज संस्था आउँछ होइन चेन्ज हुन्छ भ्रष्टाचार हुँदैन कमिसन तन्त्र हुँदैन भ्रष्टाचार हुँदैन कुनै अन्याय अत्याचार हुँदैन बेरोजगारी हुँदैन हैन राजावादी होइन म जनतावादी हो राजा हामीलाई चाहिन्छ राजा अहिले हेर्नुहोस् यो अहिलेको व्यवस्था नसुहाउँदो भएर नेपाली जनता हामी बढारिन पर्ने हामी बाहिर जान पर्ने होइन बाहिरका मान्छे यहाँ भित्रिन पर्ने होइन त्यसले गर्दाखेरि चाहिँ हामी नअट्ने कारणले गर्दा चाहिँ आज यो व्यवस्था सुहाएन अब उहाँहरूलाई चाहनु भयो भने जनताले फेरि पनि त्यो कुर्सीमा फर्किन दिन नसक्नुहुन्छ जनता जनार्दन जनताभन्दा ठुलो कोही पनि छैन उहाँहरूको धम्की हो उहाँहरूको धनुष कति छ जनताले बुझिसक्नु भएको छ र उहाँहरू आज कुर्सीमा बसेर आगे पछि प्रहरीको घेराभित्र बस्दा पनि तपाईँको जनताले उहाँहरू विरोध प्रदर्शनमा उत्रिसकेका छन् बिना सेक्युरिटी हिँड्न सक्नुहुन्न उहाँहरू कुनै पनि जिल्लामा हिजो भर्खरै मात्रै पनि तपाईँको एकीकृत माओवादीका अध्यक्ष तपाईँको चाहिँ फर्किनु भयो जिल्ला घुमिरहनु भएको थियो त्यसै गरी अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति भर्खरै विरोध प्रदर्शन भयो बाहिरी जिल्लामा भने राजा एक्लै हिँडिरहनु भएको छ राजाको सेक्युरिटी जनता हुनुहुन्छ भने उहाँहरूको सेक्युरिटी सरकारले आफूले 3 तहको सेक्युरिटी नै बाँच्न गाह्रो भइसक्यो भनेपछि यहाँहरूले बुझ्नुहोस् छिटै र चाँडै उहाँहरूले
गद्दार गर्न थाल्नुभयो अझ उहाँहरूले ढिपी गर्न थाल्नुभयो भने चाहिँ श्रीलङ्का र बङ्गलादेश हुन्छ पक्कै पनि सुधार आउँछ 20वटा राजा पाल्दा संहिताको भारीले तपाईँ हाम्रो ऋण जन्मिँदै 78,000 80,000 मा पुगेका छौँ यो ऋण हामीलाई हुँदैन पक्कै पनि हाम्रै कल कारखाना खुल्यो भने आधाभन्दा पहिला एकैचोटिमा मिराकल हुन्छ भन्दिनँ त्यही कल कारखानाले पनि हामी बाँच्न सक्छौँ उद्योगहरू हाम्रैमा भएपछि काम गर्न पाउँछौँ होइन दैनिकोपार्जन तपाईँको एउटा वर्गीकरणको रूपले जस्तो इन्डियामा पनि हामीले हेर्न सक्छौँ रासन कार्डको व्यवस्था छ त्यसै गरी हामीले वर्गीकरण गरेर चाहिँ तपाईँको रासनमा छुट दिन सक्छौँ महिनाको तलब र आम्दानी हेरेर जनतालाई हरेक चिजहरू ल्याउन सकिन्छ प्याकेजहरू होल प्याकेजहरू बढाउन सकिन्छ यसले गर्दा राजा आउँदा धेरै नै सजिलो हुन्छ उहाँहरू नै प्रत्यक्ष चुनाव लड्नु भएको मान्छेको हुती कति छ अब आगामी निर्वाचनमा देखाइदिन्छन् जनता फ्रस्ट्रेसन भइसकेका छन् उहाँहरूको धनुष हलिसकेका छ उहाँहरूको मुटु मुटुमा भूकम्पको रेक्टर आइसकेको छ हरेक पार्टीमा चर्चा चलिसकेको छ त्यसले गर्दा राजा पार्टीमा आउन पर्ने उहाँहरूको जस्तो कार्यकारी प्रधानमन्त्री बन्न पर्ने कुरा के पनि छैन उहाँले चाहनु भएको भए यो देश आधा बेच्छु भनेको भए पनि राजा रहिरहन सक्नुहुन्थ्यो राजाका पालामा दाम चढाएर शपथ खाने मन्त्री बन्नेहरूले चाहिँ त्यो भन्न सुहाउँदैन हेर्नुहोस् त्यो भावेर उहाँहरूले चाहिँ यो जनता भुलाउनको लागि मात्रै भन्नुभएको र उहाँहरू छिटै हेलिकप्टरबाट भाग्ने दिन आउँदैछ अब नेपाल सरकार सच्चिन पर्यो राम्रो बाटोमा जान पर्यो 2/3 सरकार हुँदा पनि हामीले देख्यौँ मिलिजुलीको सरकार पनि हामीले देख्यौँ दुईटा लार्जेस्ट पार्टी मिलेर सरकार बन्दा पनि आज जनतालाई झन् राहत छैन सास फेरेको छैन मुक्तिको भने यो सरकार पनि काम लागेन व्यवस्था पनि काम लागेन यो वर्स्ट कन्डिसनमा पुर्याउने तपाईँ हो अरू कसैको दोष छैन विदेशीलाई दोष दिन हामीले सक्दैनौँ तपाईँ हो सबै कुराको गद्दार र शीर्ष नेताहरू र शीर्ष नेताका टाउकेहरूले यो कुरा बुझ्नु भएन भने तपाईँहरूको टाउकोमा ठुलो घनको वज्रपात हुन्छ अब मौका दिउँ भने देश सकिन्छ हेर्नुहोस् अब मौका दिने नदिनेको कुरा होइन हामीले 2 चोटि 3 चोटि दिइसक्यौँ अब देश सकिन्छ हरेक नेता आफ्नो श्रीमती र छोराछोरा धनी बनाउन आउनु भएको रहेछ देखिहाल्यौँ त्यो भावेर तपाईँ हाम्रो आगो बाल्नको लागि चुलो बल्नको लागि हात मुख जोड्नका लागि हामीले यस्तो खालको नेतालाई भोट गऱ्यौँ भने अब तपाईँ हामी चाहिँ मर्नुपर्छ उहाँहरू चाहिँ बाँचिरहनुहुन्छ तपाईँहरूलाई म के भन्छु भने रेमिटेन्स धानेको देश हो तपाईँहरूले खर्च पठाएर हरेक परिवार बाँचेको छ मेरो जस्तो परिवारहरूको पनि होला बाध्यताले जो हुनुहुन्छ यहाँ अथवा के कारण यहाँ बस्न सक्नु भएको छ त्यो बाहेक अरू जसरी बाध्यताले एउटा 4 महिनाको नानी छोडेर एयरपोर्टमा रोएको दैनिक 9,000 व्यक्ति हामी विदेश जानुभएको युवाहरूले छोड्नु भएको देखा छौँ खडेरी पर्न लाग्यो यो मुलुक भोलि कसले लिन्छ ठेगान छैन त्यसले गर्दा म तपाईँहरूलाई पनि विनम्र हात जोड्छु तपाईँहरूले दृश्य देखिराख्नु भएको छ 2 दिन नेपाल आएर 10 दिन नेपाल बसेर तपाईँहरू पनि आन्दोलनमा सामेल हुनुहोस् पहिला धरती र माता जोगाउँ त्यसपछि अरू कुरा भने हुँदै जान्छ तपाईँहरूलाई फर्कने वातावरण हामी बनाउँछौँ धन्यवाद पत्रकार सँगसँगै तपाईँ पहिला नेपाली हो नि त हैन पहिला नेपाली राजतन्त्र चाहिँ किन ल्याउने राजतन्त्र मेन देश जोगाउनको लागि तपाईँले व्यवस्था र अवस्थाको बारेमा तपाईँले मूल्याङ्कन गर्नुभएको छ अहिलेको समयमा आएर जति पनि नेताहरू छन् आफ्नै पाराले कति कसलाई कति दिउँ भन्ने भागभन्दा तरिकाले सरकार चलाएर छ यो 2 दिने सरकार नेपाली जनताको लागि कहिले पनि सही हुने छैन त्यस कारणले गर्दा हामीले मागेको हामीले मागेको हाम्रो ज्ञानेन्द्र शाह र सँगसँगै कार्यकारी प्रधानमन्त्री हामीले खोजेको त्यस कारणले यो हामीले जनताले चुन्न पाएको छौँ हाम्रो प्रधानमन्त्रीलाई त्यस कारणले गर्दाखेरि प्रधानमन्त्री पनि जनताबाट चुनियोस् र हाम्रो राजालाई फेरि हामी पुनर्स्थापनाको लागि हामी एकजुट भएका हौँ र हिन्दू राष्ट्र पनि कायम गर्न आएका हौँ धन्यवाद जो पनि हामीले राजतन्त्र देखेकै हौँ क्या हामी त्यति पनि बच्चा होइन हामीले हिजो पनि राजतन्त्र देखेका हौँ हिजो भनेर भनेको चाहिँ अहिलेको राष्ट्रिय गान चाहिँ 100 ढुङ्गा फुल्का हामी भनेर सबै जात जाति भाषाभाषी सबैजना मिलेर बसेको देश हो अहिले कसरी भागभण्ड लगाएको छ भनेदेखि तपाईँको नेपाली जुन्ने जुदाउने लुट्ने तपाईँहरू हिजोको जुन हिसाबमा सेभ हुनुहुन्थ्यो नेपाली जनताहरू आजको हिसाबमा सेभ हुनुहुन्न तपाईँहरू त्यो कारणले राष्ट्रियता चाहिएको हामीलाई हामी तपाईँको देशलाई माया गर्ने हरेक युवाहरू कसैले तपाईँको मासु भात रक्सी दिएर कोही पनि आएको होइन सबैजना आफ्नो खुसीले देश बचाउनको लागि राजा अपरिहार्य छ भनेर हामी आएका तर यो 3टा दलका नेताहरू मिलेर भए पनि हामी यो राजतन्त्र आउन दिँदैनौँ भनेर लाग्छ के भन्नु हामी नेता बनाइदिएको पनि जनताले नै हो उनीहरूले चपाउने दाँत देखाउने दाँत फरक हुन्छ उनीहरूले मिडियामा आएर जे जति त्यो बकमबुसे कुरा गरे पनि राजा भनेको राजाले बुझ्नु भयो नि तपाईँले आजको माहौल जुन देख्नु भएको छ नि जनताले के चाहन्छन् जस्तो तपाईँलाई के फिल हुन्छ जनताले के चाहेको जस्तो फिल हुन्छ तपाईँलाई हजुर जनताले त अब धेरै पछिमा हुनुहुन्छ होइन अब आजको माहौल देखेर चाहिँ धेरै जनताले चाहिँ राजा चाहेको जस्तो लाग्यो तर राजा आएर के यो नेपालको
समस्याहरू यो परिवर्तन होला? एकदम ढुक्क हुनुहोस्, एकदम ढुक्क हुनुहोस्। त्यसमा कुनै दुई मत नै छैन। खासमा हिजो तपाईँको ६५-६३ को आन्दोलनमा होइन गणतन्त्र चाहिन्छ भनेर हिँडेको मान्छे म पनि हो। 3टा खाडी देश पुगेर नेपाल छोडिदिनु भनेर आएको, नेपाल छोडिदिनु भनेर आएको हो। म राजतन्त्र लिएर आउनुपर्छ भनेर आएको मान्छे। अर्को कुरा नेपाली जनतालाई के चाहिएको छ? राजा चाहिएको छ, शान्ति चाहिएको छ, शासन चाहिएको छ, अरू केही चाहिएको नेपाली नेपाल कालो सिस्टम गयो, त्यसलाई फेरि